Hello everyone, I am जीवन बहादुर थापा। सम्पूर्ण साथीहरू तथा स्टुडेन्ट विद्यार्थीहरू सम्पूर्ण एससी दिएर बस्नुहुने सम्पूर्ण भाइ बहिनीहरूका लागि मैले एउटा नयाँ भिडियो अपलोड गरेको छु। त्यो भिडियोले तपाईहरुलाई आउँदै गरेको इन्ट्रान्स एक्जाममा सरल र सहज गर्नेछ भन्ने मैले पूर्ण विश्वास गरेको छु। सबैले हेरेर लाइक, कमेन्ट, सब्स्क्राइब, शेयर गरिदिनु होला। साथै तपाईहरुलाई सम्पूर्ण भिडियोहरू म अपलोड गर्नेछु। भिडियो थोरै लामो हुन सक्छ, सम्पूर्ण स्टुडेन्टहरूले स्किप नगरेर हेरिदिनु होला। हामी लागौं, स्टार्ट गरौं आजको विषयवस्तुतिर। साइन्स ब्रिज कोर्स क्वेशन ब्याङ्क्समाबाट केही क्वेशनहरू कलेक्ट गरेर मैले यहाँ ल्याएको छु। जस्तै छ हाम्रो इन्ट्रान्स एक्जाम मोडल क्वेशन। क्वेशन नम्बर 1 मा रहेको छ, व्हिच इज द युनिट अफ द एक्सिलरेसन ड्यू टु द ग्राभिटी। हामीलाई एक्सिलरेसन ड्यू टु द ग्राभिटीको एसआई युनिट सोधिरहेको छ। यसमा अप्सनमा 1 मा छ मिटर पर सेकेन्ड स्क्वायर, न्युटन पर मिटर स्क्वायर, न्युटन मिटर, न्युटर। यसको सही आन्सर हुन्छ मिटर पर सेकेन्ड स्क्वायर। 1 नम्बर हुन जान्छ। अनि गिभनमा जान सक्छौं हामी, ग्रेभिटेशनल फोर्स F इक्वल टू G m1 m2 upon d स्क्वायर हुन्छ। जस्तै हाम्रो G इज द ग्रेभिटेशनल कन्स्ट्यान्ट हो भनेपछि यसको भ्यालु चाहिँ 6.67 × 10⁻11 न्युटन मिटर स्क्वायर पर केजी स्क्वायर हुन जान्छ। यसको सिजिएस युनिट चाहिँ 6.67 × 10⁻8 डायन cm स्क्वायर पर ग्राम स्क्वायर हुन सक्छ। यो हामीले किन दिएको भन्दाखेरि जस्तै हामीलाई ग्रेभिटेशनल फोर्स निकाल्ने फर्मुला सोधिदिन सक्छ। यहाँबाट अब जस्तै ग्रेभिटेशनल फोर्स G को भ्यालु कति हुन्छ भनेर हामीलाई सोधिदिन सक्छ। त्यसको लागि हामीले यो इम्पोर्टेन्ट छ एकदम। साथीहरू टिपोट गर्नु होला र स्क्रिनशट गरेर पनि तपाईहरुले यो देख्न सक्नुहुन्छ। द भ्यालु अफ द G वाज द फर्स्ट डिटरमिनाइन्ट भनेको छ बाइ हेनरी क्याभेन्डस 1781 देखि 1810 सम्म। यसले चाहिँ यसको G को भ्यालु चाहिँ पत्ता लगाएको थियो भनौं। द भ्यालु अफ द G इक्वेटरमा चाहिँ हुन्छ हाम्रो 9.78 मिटर पर सेकेन्ड स्क्वायर। हामीलाई इक्वेटरमा नेपालीमा भनिन्छ भूमध्य क्षेत्रमा भनिन्छ। अनि पोल भनेको चाहिँ नेपालीमा ध्रुवीय भनिन्छ, जसको भ्यालु हुन्छ 9.83 मिटर पर सेकेन्ड स्क्वायर हुन्छ। एभरेज भनेको औसतमा चाहिँ 9.8 मिटर पर सेकेन्ड स्क्वायर हुन्छ। मर्करीमा चाहिँ G को भ्यालु हुन्छ 25 मिटर पर सेकेन्ड स्क्वायर र मुन भनेको चाहिँ हाम्रो चन्द्रमामा हुन्छ 1.67 मिटर पर सेकेन्ड स्क्वायर यसको भ्यालु हुन गइरहेको छ। तपाईहरुले बुझ्नुभयो होला यसको एन्सर के हुन सक्छ छ मिटर पर सेकेन्ड स्क्वायर। अब हाम्रो सेकेन्ड नम्बर आयो, व्हाट इज द स्ट्यान्डर्ड एसआई युनिट अफ द मास भन्छ के। मासको स्ट्यान्डर्ड युनिट के हो भनेर हामीलाई दोस्रो क्वेशनले सोधिरहेको छ। यसको सही आन्सर यसको अप्सनमा रहेको छ क्विन्टल, पाउन्ड, किलोग्राम। यसको सही आन्सर के हुन सक्छ भने चाहिँ हाम्रो सी नम्बरको अप्सन हुन सक्छ किलोग्राम हुन सक्छ। यसको आन्सर किलोग्राम हुन्छ। अनि हिन्टको लागि मैले केही दिइरहेको छु। हिन्टको लागि तपाईको लागि मास भनेको के हो त भने चाहिँ अब इट इज द स्केलर क्वान्टिटी भन्छ के। मास भनेको इट इज द स्केलर क्वान्टिटी, इट इज नेभर चेन्जेस के। यो मास चाहिँ कहीँ पनि चेन्ज हुँदैन। जस्तै हाम्रो मुनमा जाऊ, जस्तै 1 किलो ढक्को चाहिँ जता पनि एकै हुने गर्छ। त्यसैले मास इज द क्यान नट नेभर चेन्ज भनेको छ। इट युनिट द केजी, सिजिएस युनिट ग्राम। अब वेट छ त्यस्तै गरी वेट भन्छ इट इज द भेक्टर क्वान्टिटी भन्छ के। यो हाम्रो यो भनेको चाहिँ वेट भनेको चाहिँ हाम्रो भेक्टर क्वान्टिटी हो भने चाहिँ मास भनेको चाहिँ हाम्रो स्केलर क्वान्टिटी हो। कहिले नचुक्किनु होला है तपाईहरु। द भेरियस फ्रम द प्लेस टु प्लेस, यो प्लेस टु प्लेस ठाउँ अनुसार यो चेन्जेस भइरा हुन्छ के भने चाहिँ वेट चाहिँ चेन्जेस भइरा हुन्छ। अनि हाम्रो मास चाहिँ एकदम कन्स्टेन्ट्स रहिरा हुन्छ भन्छ के। इट युनिट्स इज द न्युटन, सिजिएस चाहिँ डायन भन्छ। वेट W बराबर m × G, मास × ग्राभिटी। बुझ्नुभयो? तपाईहरुले यो टिपोट गर्न सक्नुहुन्छ के। इम्पोर्टेन्ट एकदम VVI भन्न सकिन्छ के यसलाई। किनभने यो सालको इन्ट्रान्स एक्जाममा पनि सोध्ने एकदम हाई चान्स भएको क्वेशनहरु म यहाँ कलेक्ट गरेर ल्याएको छु। क्वेशन नम्बर 3 मा जाउँ है हामी। अब द स्पेसिफिक हिट क्यापासिटी अफ द वाटर भन्छ कि। स्पेसिफिक हिट क्यापासिटी अफ द वाटरको कति छ त भनेको छ कि। यसको अप्सनमा छ 2040 240 जुल पर केजी डिग्री सेल्सियस, 4200 जुल पर केजी डिग्री सेल्सियस, 800 जुल पर केजी डिग्री सेल्सियस। यसको सही आन्सर हुन्छ अप्सन बी 4200 जुल पर केजी डिग्री सेल्सियस। हामी हिन्टमा केही दिन सक्छौं। हिट भनेको के हो भने चाहिँ हिट इज द युनिट भनेको जुल हो क्या। हिटको युनिट चाहिँ के हो? जुल हो क्या, जुल हो। सिजिएस युनिटमा चाहिँ क्यालोरी भन्छ। 1 क्यालोरीमा चाहिँ हाम्रो कति जुल हुन्छ भने चाहिँ 4.2 जुल हुन्छ। 1 केसिएल बराबर चाहिँ 1000 केसिएल हुन्छ क्या यसमा हुन्छ। व्हाट हेज द म्याक्सिमम डेन्सिटी एन्ड द मिनिमम भोल्युम
भोल्युम 4 डिग्री सेल्सियस हुन्छ क्या। डेन्सिटी अफ द वाटर एट 4 डिग्री सेल्सियस 4 डिग्री सेल्सियसमा चाहिँ कति हुन्छ 1000 ग्राम पर मिटर स्क्वायर हुन्छ। बुझ्नुभयो? तपाईँहरूले यो टिपोट गर्नु होला कि जस्तै यहाँनिर अब सोध्न सक्छ हामीलाई जस्तै अब 1 क्यालोरीमा कतिवटा जुल हुन्छ भनेपछि हामीले कति गर्नु पर्यो 4.2 जुलमा राइट लगाउनु पर्यो। नजुक्किनु होला है। फेरि टेम्परेचर आयो। टेम्परेचर भनेको एस युनिट केल्भिन भन्छ के। डिग्री सेल्सियस भनिन्छ यसको अफ द केल्भिन। डिग्री सेल्सियस अर्थात् केल्भिन भन्छ। इट इज द मेजरमेन्ट बाई द थर्मोमिटर। यसले हामी टेम्परेचरलाई चाहिँ केले मेजर गर्छ भनेपछि थर्मोमिटरले मेजर गर्ने हुन्छ क्या। यसको फर्मुला हुन्छ C/100 इक्वल टु F - 32/180 डिग्री सेल्सियस। सी भनेको सेल्सियस भयो, एफ भनेको फ्रेनहाइट भन्छ क्या। अब त्यस्तै गरी हाम्रो मर्करी आउँछ। मर्करी आउँछ। इट इज अ लिक्विड मेटल भन्छ कि। यो हाम्रो मर्करी भनेको सबभन्दा लिक्विड मेटलमा पाइने भएकाले यसले हामीले लिक्विड मेटल भनेको। बोइलिङ पोइन्ट हुन्छ 357 डिग्री सेल्सियस। यसको बोइलिङ पोइन्ट 357 डिग्री सेल्सियस। मेल्टिङ पोइन्ट चाहिँ -38.80 डिग्री सेल्सियस हुन्छ। यसको -38.80 डिग्री सेल्सियस हुन्छ। हामीले यसलाई 39 भन्न नि मिल्छ है। बुझ्नुभयो? तपाईँले टिपोट गरेर राख्न सक्नुहुन्छ क्या यसलाई। अब त्यसरी अल्कोहलको बोइलिङ पोइन्ट आउँछ 78 डिग्री सेल्सियस। अल्कोहलको बोइलिङ पोइन्ट कति आउँछ 78 डिग्री सेल्सियस। मेल्टिङ पोइन्ट कति आउँछ -115 डिग्री सेल्सियस। कस्तो 115 डिग्री सेल्सियस। तपाईँले यहाँनिर अब 37 डिग्री सेल्सियस 98.6 डिग्री फरेनहाइट लेखेको छ। के लेख्यो होला सोचिराख्नु भएको होला। यो केही होइन, मानिस यस्तो स्वस्थ मानिसको टेम्परेचर चाहिँ 37 डिग्री सेल्सियस हुन्छ देखि 98.6 डिग्री फरेनहाइटसम्म हुन्छ। तपाईँलाई अब कुनै स्वस्थ मानिसको टेम्परेचर कति हुन्छ भनेपछि डिग्री सेल्सियसमा भनेपछि चाहिँ 37 डिग्री सेल्सियस भन्नु। यदि होइन फरेनहाइटमा सोधिरहेछ भनेपछि चाहिँ 98.6 डिग्री फरेनहाइटमा टिक लगाउनु। बुझ्नुभयो? वाट इज द अब हाम्रो क्वेसन नम्बर 4 रहेको छ। वाट इज द भेलोसिटी अफ द लाइट इन एयर भनेको छ। हावामा चाहिँ भेलोसिटी अफ द लाइट कति हुन्छ सोधिरहेको छ क्या हामीलाई। यसको हाम्रो सही एन्सर को हुनसक्छ हामी अप्सन हेर्छौँ। 2 × 10⁸ मिटर पर सेकेन्ड, 3 × 10⁸ मिटर पर सेकेन्ड, 4 × 10⁸ मिटर पर सेकेन्ड। भेलोसिटी अफ द लाइट इन एयर भनेको छ भने चाहिँ यसको एन्सर कति हुनसक्छ 2 × 10⁸ त हाम्रो हुन सक्दैन। कति हुनसक्छ यसको एन्सर एयरमा भनेपछि 3 × 10⁸ मिटर पर सेकेन्ड। हिन्टमा हामी जान सक्छौँ भेलोसिटी अफ द लाइट इन एयर। कहिले हामीलाई भेलोसिटी अफ द लाइट इन एयर सोधिन सक्छ 3 × 10⁸ मिटर पर सेकेन्ड। यो भ्याकुममा हुन्छ हाम्रो। थाहा पाउनु पऱ्यो तपाईँहरूले। भेलोसिटी अफ द लाइट इन ग्लासमा कति हुन्छ त भेलोसिटी अफ द लाइट भनेर सोधिन सक्छ 2 × 10⁸ मिटर पर सेकेन्ड भन्नु पऱ्यो। भेलोसिटी अफ द लाइट इन ग्लास वाटरमा कति हुन्छ भनेपछि चाहिँ 2.3 × 10⁸ मिटर पर सेकेन्ड स्क्वायर हुनसक्छ। किनभने चाहिँ हामीलाई किन चाहिएको भनेपछि चाहिँ हामीले अहिले चाहिँ यहाँनिर वाट इज द भेलोसिटी अफ द लाइट इन एयर सोधियो। जस्तै यहाँनिर अब वाट इज द भेलोसिटी अफ द लाइट इन वाटर सोधियो भने चाहिँ हामीले 2.3 × 10⁸ मिटर पर सेकेन्ड स्क्वायरमा टिक लगाउँथ्यो नि त। त्यसैले बुझ्नु पऱ्यो। एकदम VVI छ क्या, इम्पोर्टेन्ट VVI छ भने पनि हुन्छ हामीले यहाँमा टिक लगाउनु होला तपाईँहरूले। यो तपाईँहरूले टिपोट गरेर राखिराख्नु होला क्या। कुनै बेला पनि चाहिन सक्छ, पढेर कन्ठै पार्नु होला क्या तपाईँले यो। त्यस्तै गरी बट तर के भन्छ भने चाहिँ भेलोसिटी अफ द साउन्ड सोधियो हामीलाई। जस्तै यहाँनिर त भेलोसिटी अफ द एयरको लाइट सोधियो, भेलोसिटी अफ द लाइट इन एयर सोधिरहेको छ भने चाहिँ अब जस्तै हामीलाई भेलोसिटी अफ द साउन्ड सोधियो। भ्याकुमको भेलोसिटी अफ द साउन्ड कति हुन्छ हाम्रो भ्याकुमको भेलोसिटी अफ द साउन्ड कति हुन्छ त 0 हुन्छ। बुझ्नुभयो? अब एयरमा कति हुन्छ 332 मिटर पर सेकेन्ड हुन्छ। 332 पर मिटर पर सेकेन्ड हुन्छ। मिटर पर सेकेन्ड हुन्छ। वाटरमा चाहिँ 1450 मिटर पर सेकेन्ड हुन्छ। ल टिप्पोट गरेर राख्नु होला भन्ने मैले विश्वास गर्छु है। बुझ्नुभयो? ल हामी अर्को क्वेसनतिर लाग्छौँ। क्वेसन नम्बर 5 बुझ्नु भएको छ कि छैन? बुझिरह होला है। क्वेसन नम्बर 5 तिर लाग्यौँ। इफ द पावर अफ द लेन्स इज हाम्रो यो न्युमेरिकल आयो है। इफ द पावर अफ लेन्स इज द 5 डायोप्टर छ। हामीले डी भनेको के डायोप्टर। वाट इज द भ्यालु अफ द फोकल लेन्थ भन्छ। अब कुनै पनि पावर अफ द लेन्स 5 डायोप्टर भएको कुनै पनि पावर भएको लेन्स चाहिँ त्यसको फोकल लेन्थ कति हुन्छ भनेर हामीले सोधिरहेको छ। अप्सनमा एमा छ 30 डिग्री सेल्सियस छ, बीमा छ 10 डिग्री सेल्सियस, सीमा छ 20 डिग्री सेल्सियस, अब डीमा छ 15 डिग्री सेल्सियस। हामीलाई यसको सही एन्सर कति हुन्छ त 20 सिएम हुन्छ। 20 सिएम। बुझ्नुभयो? सरी मैले 15 डिग्री सेल्सियस भने के हो 15 सिएम हो है। यहाँनिरको अप्सन चाहिँ देख्न सक्नुहुन्छ तपाईँ। पावर अफ द लेन्सको फर्मुला के हुन्छ? फर्मुला 1/f याम हुन्छ। यो कस्टमा याम यो बुझ्नु होला तपाईँले, याद गरेर कन्ठै पार्नु होला। वेयर एफ इजिकल टु के हुन्छ फोकल लेन्थ। फोकल लेन्थ हाम्रो जहिले पनि केमा हुन्छ त मिटरमा हुन्छ। अब पी भनेको पावर अफ द लेन्स। यो कहिले जहिले पनि हाम्रो डी डायोप्टर हुन्छ। डायोप्टरले हामीले के सङ्केत गर्ने डीले गर्ने। द पावर अफ अ कन्भेक्स लेन्स इज पोजिटिभ एन्ड
केभ लेन्स इज द नेगेटिभ। तपाईहरु जहिले पनि भन्दै पनि यहाँनिर तपाईहरु मिस्टेक गर्नुहुन्छ के। जति भन्दा नि तपाईहरु यहाँनिर धेरै मिस्टेक देखिरहेको हुन्छु मैले यहाँनिर, किनभने चाहिँ कन्भेक्स र कन्केभमा धेरै मान्छेहरु मिस्टेक भन्दा नि कन्फ्युज हुन्छन् के, को पोजिटिभ हुन्छ को नेगेटिभ हुन्छ, कन्भेक्स कन्केभ। जहिले पनि EX आयो भने चाहिँ पोजिटिभ ठान्नु होला, अनि VE आयो भने चाहिँ नेगेटिभ ठान्नु होला। यो चाहिँ तपाईको लजिक जस्तै हो नि। अब त्यसपछि हाम्रो आउँछ क्रिटिकल एंगल हुन्छ। क्रिटिकल एंगल माने हामीलाई सोधिन सक्छ, यो न्युमेरिकल लागि इम्पोर्टेन्ट छ, त्यसैले यो एकदम बुझ्न जरुरी छ। जस्तै हाम्रो अब क्रिटिकल एंगल अफ द आइस सोधियो 50 डिग्री सेल्सियस, अनि वाटरको 49 डिग्री सेल्सियस, अल्कोहलको 48 डिग्री सेल्सियस, ग्लासको 42 डिग्री सेल्सियस। तपाईले टिपोट गरेर राख्नु सक्नुहुन्छ है यो। अनि त्यसपछि हाम्रो अप्सन नम्बर 6 मा आयो। क्वेशन नम्बर 6 हाम्रो यस प्रकार रहेको छ, व्हाट इज द भ्यालेन्सी अफ द क्याल्सियम। यो हाम्रो प्रत्येक क्वेशन कहिले नछुट्ने क्वेशन भनेको यो मान एउटा इम्पोर्टेन्ट क्वेशन पर्छ। व्हाट इज द भ्यालेन्सी अफ द क्याल्सियम भन्यो, हामीले क्याल्सियमको भ्यालेन्सी थाहा हुनु पर्यो क्या। कति हुन्छ भनेपछि यसको अप्सन 1 मा रहेको छ 1 2 3 4 रहेको छ अप्सन पनि। हाम्रो यसको सही आन्सर हुन्छ अप्सन बी 2। किनभने चाहिँ अब हाम्रो यसको लागि बुझ्न जान्छु, थोरै हिन्ट लग्छौँ हामी। क्याल्सियमको एटमिक नम्बर कति हुन्छ 20 हुन्छ हैन, 20 हैन हो भन्नु न, हो है 20। अब यसको हामी ट्रिक बताउन सक्छु क्या। यसमा एउटा मेरो लजिक छ, एउटा ट्रिक छ। तपाईहरुले यो नम्बर याद गर्नुहोस् के, 10 12 34 32 यो नम्बर याद गर्नुहोस्। को नम्बर 10 12 34 32, फेरि भन्नुहोस् त को नम्बर 10 12 34 32। किन याद गर्ने भनेपछि यसलाई चाहिँ तपाईले किन याद गर्नुहुन्छ भनेपछि यसबाट चाहिँ हामीले भ्यालेन्सी चाहिँ सजिलै तरिकाबाट हामीले निकाल्न सक्छौँ के। जस्तै कस्तो भनेपछि हाम्रो जस्तै यो अब A को भ्यालेन्सी 2 कसरी भयो भने चाहिँ हामीले यसलाई एक नम्बर गरी काउन्ट गर्ने, 1 2 3 4 5 6 7 8। जस्तै हाम्रो 8 भयो, 8 दुना 16 भयो, फेरि रिपिट 16 17 18 19 20। हाम्रो 2 नम्बर आएन, यो 2 नम्बर आएन, त्यसैले यसको भ्यालेन्सी 2 भयो। जस्तै हाम्रो अब पोटासियम के भएपछि हाम्रो त्यसको भ्यालेन्सी 1 हुन्थ्यो, त्यसैले यो 10 12 34 32 चाहिँ हामीले यो नम्बर तपाईले कन्ठ पार्नु होला। जस्तै अब त्यस्तै गरी अब बुझ्नुभयो नि। त्यस्तै गरी भेरिएबल भ्यालेन्सीहरू छन् हाम्रो केही। कपरलाई हामी सिउले जनाउँछ, यसलाई हुन्छ 1.2 हुन्छ, सिल्भरको Ag 1.2, मर्करीको Ag 1.2, आइरनलाई Fe भन्छ 2.3, टिन Sn 2.4, सरी 2.4 होइन है, सरी 2 देखि 3 भन्छ के। टिनको Sn हुन्छ 2 4, लिडको हुन्छ 2 4 हुन्छ। यो पोइन्ट होइन है, यो तपाईहरुले झुक्किनुहुन्छ है। 1.2 होइन है, यो 1 र 2 भन्न खोजेको, 1 र 2 1 र 2 1 र 3 1 र 4 भन्न खोजेको, 2 र 4 भन्न खोजेको के यो। व्हाट इज द अब हाम्रो क्वेशन नम्बर 7 रहेको छ, व्हाट इज द डिस्टेन्स बिट्विन अर्थ एन्ड सन भन्छ के। अर्थ र सन बिचको चाहिँ डिस्टेन्स कति छ भनेर सोधिरहेको छ। यसको अप्सन नम्बर 1 मा छ 1.5 × 10⁸ किलोमिटर, 2.5 × 10⁸ किलोमिटर, 1.5 × 10⁹ किलोमिटर रहेको छ। यसको सही अप्सन कति हुन सक्छ भनेपछि 1.5 × 10⁸ किलोमिटर, 1.5 × 10⁸ किलोमिटर यसको सही आन्सर। अनि यसलाई हामीले अलिकति हिन्टमा जान सक्छौँ। डिस्टेन्स बिट्विन द अर्थ एन्ड द सन सोधिरहेको छ भने चाहिँ हामीलाई 1.5 × 10⁸ किलोमिटर। यो हामी जस्तै अब यहाँनिर अब यो किलोमिटर छ, किलोमिटर मिटरमा लग्न लागि 1000 100। जस्तै अब 10⁻³ भने चाहिँ हाम्रो यो कति भयो 10⁻1 2 3 वटा यो यस्तो 3 वटा यो भयो। जस्तै हाम्रो अब यहाँनिर छ अब 1.5 × 10⁻11। जस्तै 8 मा +3 गर्ने, 8 + 3 11 मिटर। जस्तै 1 लाइट इयर बराबर कति हुन्छ भनेको छ 9.46 × 10⁻12 किलोमिटर छ भनेपछि किलोमिटर छ, मिटरमा लगाएछ यसलाई 9.46 × 10⁻15 मिटर भन्छ। मिटरमा लाग्नाले 12 + 3 कति 15। ल त हस् त, थ्याङ्क यू स्टुडेन्ट्स। आजको क्वेसन यतिमा नै इन्ड भएको छ। तपाईलाई कस्तो लाग्छ? सुझाव सल्लाह प्रतिक्रिया दिन नभुल्नु होला। लाइक सब्सक्राइब र कमेन्ट गरिदिनु होला, किनभने मलाई हौसला बढ्नेछ। लास्टमा यदि तपाईले केही बुझ्नु भएन, अलि केही मसँग केही सोध्न मन लाग्यो भने चाहिँ तपाईले मेरो WhatsApp नम्बर 9767398225 मा जति बेला नि तपाईले यो नम्बरमा WhatsApp मा मेसेज गर्न सक्नुहुन्छ। ल हस् त, धन्यवाद, बाई बाई।